हेलो आज एउटा सानो ट्र्याक भिडियो लिएर आएको छु। ट्र्याक कता हो भन्दाखेरि 5 पोखरी हाम्रो यहाँ स्टार्टिङ फ्रम फामताम जाँदैछ। 6 डे ट्र्याक। फामतामदेखि आज डे 1 स्टार्ट गरेर आज हामी फामताम क्रस गरेर किसिम खोला क्रस गरेर उकालो जाँदै हामी चन्दु गएर फेदीमा बस्ने हाम्रो हल्ट छ, जहाँ मलिङ्गो घारी, कटुस घारी र चिमलको फेदमा हाम्रो आज स्टे छ। आज बिहान फामतामदेखि हामी ट्रेकिङ सुरु गरेर चाहिँ रानीटार हुँदै आलुबारी हुँदै पोखरी डाँडा हुँदै चन्दु भएर हामी यो रिठे भन्ज्याङ भएर हामी यहाँ आज फेदीमा आएर हामी यहाँ क्याम्प गरेको छौँ। भोलि हामी यो फेदीदेखि हामी बिहान उठेर यहाँदेखि हामी सुन्जुरे भएर घन्टी डाँडा भएर हामी गैरी हुँदै हामी डुडीमा गएर हामी क्याम्प गर्नेछौँ। हामी अहिले भर्खरै सुन्जुरेदेखि हामी यो पग्ली ओडारमा आइपुगेका छौँ। यो पग्ली ओडारको डाँडाबाट देखिएको यो पारिपट्टि मङ्गानको बजार हो। अनि यो डाँडा चाहिँ हिगेथाङको डाँडा आएर यहाँ टुङ्गिन्छ। अनि यो पल्लो डाँडा चाहिँ साङ्कलानदेखि सिधै माथि लिङथामको टुप्पो आएर चाहिँ यहाँ माथि टुङ्गिन्छ। अनि यो खोला चाहिँ यो भ्याली छ, यो खोला चाहिँ रिन्जी खोला हो। अनि हामी अहिले चाहिँ एकदमै हामी नर्थ सिक्किम र वेस्ट सिक्किमको रिजमा हामी उभिरहेका छौँ। हाम्रो यहाँ देब्रेपट्टि नर्थ सिक्किम पर्यो, जहाँनिर हामी मङ्गनहरू देखिँदैछ, सङ्कलाङहरू देखिँदैछ भने यतापट्टि चाहिँ कञ्चनजङ्घा नेसनल पार्कको सम्पूर्ण यो हिमालहरू अहिले बादलले छोपेको छ। यो चाहिँ वेस्ट सिक्किमको यो पाटा देखिँदैछ। वाउ, गुड है। दामी छ। सिन्जुरे डाँडा Day 2 camping site गैरी। Camp site is ready. आगो पनि बल्यो। गुड मर्निङ फ्रम गैरीबाट भ्यू पूर्णेको रातमा नार्सिङ हिमाल छोपिरहेको छ। एन्ड देन यो रेन्ज कटेर चाहिँ यु क्यान सी अ ग्लिम्स अफ माउन्ट सिनोल्चु। या द्याट इज माउन्ट सिनोल्चु। त्यसको अलिकति मुनिपट्टिको त्यो वल्लो डाँडा छ नि, त्यो नाङ्गै त्यो चाहिँ ब्लु सिप टर्नी हो। नर्सिङ चाहिँ छोपेछ। डे 3 एन्ड अफ डे 3 गैरीदेखि डुरी। अब भोलि चाहिँ वी आर रिचिङ 5 पोखरी। अन्त दिस इज द क्याम्प साइट। आजको क्याम्प साइट सब अल कभर्ड विथ रोडोडेन्ड्रन्स। यहाँ हाम्रो ग्रासल्यान्ड्स। अन्त त्यहाँ तपाईँले देख्दै गरेको द्याट इज वेयर वी विल क्याम्प। क्याम्पिङ गर्नु चाहिँ सजिलो चाहिँ छैन है सर।
ट्रेकिङ चाहिँ एन्ड स्पेसली यो 5 पोखरी डोडी भन्ने ठाउँमा पुगेर पानी पर्दैछ हामी यहाँ क्याम्प सेटअप गर्दैछौँ हामी पानी पर्दैछ इन्जोय गर्दैछौँ डोरीमा किचन सेटअप भइसक्यो एन्ड देन अब अहिले आगो फुक्नेको दरकारमा छ है सर के छ सर अपडेट अहिले यो एकदमै हिलो एकदमै भिजेको ठाउँ थियो यो अहिले भर्खरै यो पानी झरीमा जङ्गलबाट ल्याएको यो दाउरा त्यहाँदेखि यो कोइला चाहिँ हामीले तल गैरीबाट हामीले बोकेर कराईमा ल्याएको अनि यो कोइला यहाँ राख्यो त्यहाँदेखि क्यान्डल एउटा टक्कै बिचमा राखेर हामीले सल्कायौँ माचिसले त्यहाँदेखि यो भिजेको दाउरा चाहिँ बाहिरको बोक्रा फ्याँकेर भित्रको चाहिँ मसिनो तासेर चाहिँ यसरी यो क्यान्डलमा यसरी लगाउँदै जाँदैछौँ भित्र बल्दै जाँदैछ यो एकदमै महाबर्खमासमा पानी झरीमा पनि जङ्गलमा यो आगो सल्काउने यो तरिका हो सर्भाइभल किट है सर सर्भाइभल स्किल हो यो आज आएको हामी बाटो यही माथि डाँडा गैरीदेखि डोरी अब भोलि डोरी टु 5 पोखरी छ हाम्रो नेक्स्ट स्टप सर देखाउनु छ कतिको चाहिँ रहेछ सर यहाँनिर टोक्दै थियो नि यसले त अन्त सर रिङ्गडा चल्छ होला एकछिन सर अब यसलाई चाहिँ यहाँ हाल्ने हो नि त जुरुक्कै नउठ्नु चाहिँ सर त्यहाँ फेरि घाँटीबाट निकाल्दैछ हल्ट गरेर चाहिँ हिजो बेलुकी चाहिँ हामी यो डोरी भन्ने ठाउँमा आइपुगेको हिजो डोरीमा यो ठाउँमा हामी क्याम्प गरेर अब चाहिँ हामी 5 पोखरी जान लागिरहेका छौँ थ्याङ्क यू सर भ्यू दामी गोरुजुरेबाट 360 भ्यू वा हाम्रो गजेन दाजु इडिसी प्रेसिडेन्ट हुनुहुन्छ हाम्रो एकदम सिनियर है सर 13 वर्षदेखि खाली खुट्टा हिँडेको हाम्रो गाइड र हाम्रो रोशन भाइ 360 भ्यू वा यो भ्यूमा मैनाम देखिँदैछ टासीडिङदेखि लिएर तपाईँको वेस्ट सिक्किम नर्थ सिक्किमको हिमाल सबै देखिँदैछ र आजको हाम्रो डेस्टिनेसन 5 पोखरी चाहिँ समवेयर ओभर देयर यही डाँडा यो रिच नछोडिकन चाहिँ त्यो जग्गामा देयर इज 5 पोखरी र मनिताको के छ भन्नुपर्ने अब इन्जोय गरिरहेको छु यो जति पनि थाकेको थियो नि तर यहाँ आइपुग्दा त यस्तो इन्जोय गरे यस्तो त्यो सबै हरायो फ्रेस भयो सरको सर फ्रेस भयो हाम्रो एकदम सिनियर सर हाम्रो रिटायर्ड फरेस्ट अफिसर हाम्रो डिएफओ सर हुनुहुन्छ सर यस गुड मर्निङ हामी अहिले बिहान 6 बजे डोरीदेखि हामी हिँडेर यो गोरुजुरे डाँडामा आइपुगेको छौँ एकदमै राम्रो मौसम हामीले पाइरहेका छौँ यो भ्याली यो मेरो दाहिनेपट्टिको यो मेरो भ्याली हेर्दाखेरि चाहिँ यो पल्लो डाँडा चाहिँ मैनामलाको डाँडा हो त्यहाँदेखि वल्लोपट्टि चाहिँ डल्ले ढुङ्गा अनि डडेली हो त्यहाँदेखि आएर चाहिँ यो डाँडा सबभन्दा अल्गो डाँडा चाहिँ सुन्जुरे डाँडा त्यहाँदेखि लोकेल डाँडा भएर यहाँ गैरीको बादमा चाहिँ डोरी भएर चाहिँ अहिले हामी यो गोरुजुरमा आइपुगेको छौँ यो भ्यालीमा यदि हामी हेऱ्यौँ भनेदेखिलाई तल टासिडिङको डाँडा देखिरहेका छौँ त्यसको बादमा हामीले यो रालाङको हामी गुम्पा देखिरहेका छौँ त्यसको पल्लोपट्टि अलिकति राबङला देखिरहेका छौँ अनि पर यो टासिडिङको माथि गाङ्ग्यापको कस्तुरबा गान्धी स्कुल देखिरहेका छौँ यो सम्पूर्ण यो गेजिङ जिल्लाको यो सम्पूर्ण यो भ्याली चाहिँ हामी देखिरहेका छौँ भने यता यो मेरो देब्रेपट्टिको यो जुन चाहिँ माउन्टेन रेन्ज छ यो कञ्चनजङ्घा छ कञ्चनजङ्घा त्यसको बादमा कञ्चन घ्याउहरू छ यो भित्र नै लाचेन लाचुङ त्यहाँदेखि मुकुथाङ अनि थाङ्गो त्यहाँदेखि छोलामो गुर्दोङमार सबै यो भित्र पर्दछ र अहिलेको यो मौसम यति राम्रो छ र अब हामी यहाँ माथि यो 5 पोखरी हामी पुग्न लागिरहेका छौँ हामीलाई अब 1.5 घन्टा लाग्छ 5 पोखरी पुगेपछि हामी त्यो आजको हाम्रो फाइनल डेस्टिनेसन चाहिँ 5 पोखरी जो चाहिँ करिब 13,000 फिट अल्टिट्युडमा अवस्थित छ थ्याङ्क यू सर अहिले म मासनागी पुगेको छु
पाँच पोखरी जाने बाटोमा र मसँग यहाँ इडिसी प्रेसिडेन्ट सदा फाम्तमको हुनुहुन्छ। उहाँलाई यो सानो जग्गाको बारेमा अलिकति विवरण गर्ने म अनुरोध बिन्ती चढाउँदैछु। यो मासनाङ्गी जग्गा चाहिँ तपाईँको अहिले चाहिँ अब यो कुहिरो लागेर यस्तो भएर चाहिँ एकदम धुम्म भइरहेको छ कि, तर यदि कुहिरो नलाग्नु यो बिहानै पख या बेलुका साँझ भनौँ, साँझ पनि होइन अलि ठिकै 4 बजीतिर भने चाहिँ यहाँ चाहिँ थुप्रैवटा चराहरू चुरुङ्गी पनि देख्नु पाइन्छ यो जग्गामा। यो जग्गादेखि यति राम्रो राम्रो भ्यूहरू पनि देख्नु पाइन्छ हो। अन्त जति पनि चराचुरुङ्गी छ हेर्नु लागि चाहिँ यो जग्गामा छिटो आइपुग्यो भने चाहिँ हामीले धेरैवटा चराहरू देख्नु पाइन्छ, जस्तै ब्लड पिजन, चिलिमे, तपाईँको मुनल, डाँफेहरू पनि यहाँ पाइन्छ बेला बेला, लरियाहरू पनि हुन्छ यहाँतिर हो। प्लस अन्त तपाईँको असार साउनमा आयो भने चाहिँ यो भ्याली चाहिँ सबै एउटा गार्डनिङ जस्तो हुन्छ, फुल फुलेर एकदमै। अनि मार्च अप्रिलमा पनि यो सबै रोडोडेन्ड्रनहरू फुलेर यति रमाइलो, यति राम्रो हुन्छ यो भ्याली चाहिँ। यहाँ अरू जन्तु तपाईँको कस्तुरी, झारल पनि देख्नु पाइन्छ। यहाँ हाम्रो फाम्तामदेखि 3 दिनमा चाहिँ आरामसे आइपुगिन्छ। हजुर, आरामसे आइपुग्छ 3 दिनमा। यहाँदेखि अब 5 पोखरीको यात्रा चाहिँ कति छ हाम्रो? हाम्रो अब 1.5 घन्टा जस्तो लाग्छ। 1.5 घन्टा लाग्छ उकालो। हजुर, उकालो त्यहाँ बिस्तारै हिँड्दाखेरि चाहिँ। अरू केही तपाईँले बिन्ती चढाउनुहुन्छ कसै पब्लिकलाई कि बा टुरिस्टहरूलाई, यहाँ आउने इच्छुकलाई, यहाँनिर जान्ने बुझ्ने? हजुर, कसै जान्ने बुझ्ने आउनु हुने इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँहरू आएर यहाँको नजाराहरू लिएर मनोरञ्जन लिएर जानुहोस्। यो जग्गालाई एकदम रमाइलो छ यो जग्गाको चाहिँ, एकदम नजाराहरू चाहिँ रमाइलो लिएर चाहिँ तस्बिरहरू अलिकति तर आयो भने अलिक रेस्पोन्सिबल है, अलिकति लिनु चाहिँ पर्छ। तपाईँले एडिसी प्रेसिडेन्टको नातामा अब यहाँनिर धेरै कुरामा चाहिँ अब अलिकति गर्नु पर्यो। अब मैला जाँदा फ्याँक्नु भएन, जाँदा रुखपात काट्नु भएन, त्यो विषयमा पनि अलिकति। रुखपात पनि अब यहाँ आयो भने जतासुकै ढाल्नु भएन। प्लस प्लास्टिकहरू, कुनै प्लास्टिक प्याकिङ चिज लिएर आउनुहुन्छ, ड्राई फ्रुटहरू, त्यो ड्राई फ्रुट खाएर चाहिँ एक ठाउँ त्यो प्लास्टिक चाहिँ बोकेर लगेर एक ठाउँ जलाइदिने या एक ठाउँ लगेर तल उदै लगेर डस्टबिनतिर चाहिँ लगाइदिनुहोस्। किन बाटोतिर फाल्दा चाहिँ एकदमै मैला हुन्छ। यो जग्गा एकदम चोखो शुद्ध पवित्र जग्गा हो कि यहाँतिर आएर कसैले जतासुकै मन परी ढाडफाड चराचुरुङ्गी जीव जन्तुलाई चाहिँ हानि चाहिँ नगरिदिनुहोस्। आएर एकदम यहाँको जीव जन्तुको तस्बिरहरू, फोटोहरू अनि चराचुरुङ्गीको फोटोहरू लिएर जानुहोस्। यहाँको जीव जन्तु चराचुरुङ्गीहरूलाई चाहिँ हानि चाहिँ नगरिदिनुहोस्। त्यति नै छ। धन्यवाद दाजु, धेरै मजा आयो तपाईँसँग गफ गर्नु। यसो गर्दा चाहिँ सर नेचुरल बेडिङ होइन सर? आयो हावा चल्यो सिरिरी हात मिरिने, तिमी बजाऊ मुरली नाच फिरी। यो चट्टान ए बाटो रहेछ। 3 सिरी चाहिँ किन? 3टा सिरी छ ए। यो बाटो पुगेर चाहिँ 5 पोखरीको फर्स्ट पोखरी पुग्छ। हुन्छ, ओके। पछाडि देख्दै गरेको फर्स्ट पोखरी, एन्ड देन द्याट वान इज सेकेन्ड। यो चाहिँ 3 कि 3, 4, 5 हो। है लङ्कुर जस्तो छ त। 5 पोखरीको लेक 1 बेजाको रूपमा सेती सबै prayers for all sentient beings. Oh, thank you. मजा आयो। Day 4 and the sweat, pain, blood
sleepless night, the cold, hunger, everything is worth it. This is Panchpokhari Lake number 1. So blessed to be here. Hi sir. Yes. Any तपाईकोबाट के छ sir? Anything to share? Yes. Your experience? यो पाँचपोखरी नर्सिङ हिमालको ब्याक साइडमा नर्थपट्टि पर्छ अनि यहाँ आउनुको लागि निकै डिफिकल्ट ट्र्याक गर्नुपर्छ अनि यहाँनिर 5वटा पोखरी छ अनि This is one of them. यो तीमध्ये एउटा चाहिँ यो हो अनि यहाँनिर चाहिँ प्रत्येक पोखरीमा चाहिँ पालैपिलो पूजा गर्ने चलन छ अनि यो चाहिँ एकदमै एउटा लुकेको एउटा ठाउँमा छ यो चाहिँ एकदमै कस्तुरी र ब्लुसिफको लागि चाहिँ यो एकदमै प्राइम हेबिटेट हो अनडिस्टर्ब हेबिटेट हो अनि यहाँनिर चाहिँ एकदमै प्राइम हेबिटेट भएकोले गर्दाखेरि चाहिँ ब्लुसिफ र कस्तुरीको साइटिङको लागि चाहिँ यहाँ हामी आउनु जरुरी छ र आज हामी यति साह्रो खुसी छौँ आज हामीले यो पाँचपोखरी आउने बेलामा चाहिँ हामीले एकदमै एडल्ट मेल कस्तुरी हामीले एकदमै नजिकैबाट हामीले साइटिङ गर्न सकेको छौँ हामीलाई एकदमै खुसीको कुरा यो छ आजको High five, sir. Yes, yes. This is my first sighting, sir. कस्तुरी साइटिङको Kasturi ko first sighting मेरो. Thank you, sir. Thank you for that. मेरो जुत्ता यति साह्रो कम्फर्टेबल भएको छ कि Neat view. Wow, Summit. Wow. Wow. Thank you. Everyone. Teammate. दाजु पूजा गर्नुभयो यो चाहिँ पाँचपोखरीको कतिबाट लिएको कति नम्बर यो 2 नम्बर 2 नम्बर र 3 नम्बर हैन 3 र 4 हो हैन 2 माथि 1 हो 2 3 4 हजुर यो आज नै पूजा गर्दासम्म घन्टी बजाइदिएको नि वाह पाँचपोखरीको यो मौ पोखरी भन्दो रहेछ सबसे ठुलो वाह पूजा पनि गर्यो आजको दिनमा पाँचपोखरीको दर्शन भयो नम्बर 4 लेक नम्बर 4 हो यो चाहिँ लेक नम्बर 4 चाहिँ जस्ट क्लोज टु यु लेक नम्बर 3 जुन चाहिँ इज द मेन लेक अफ पाँचपोखरी यो मौ भन्दो रहेछ यसलाई पोखरीको यसमा चाहिँ पूजाहरू पनि गर्दो रहेछ सबैजनाले आएर मिलेर मैले जसले हेर्दैछ सबैको लागि पूजा गरिदिएको छु तपाईँहरूले राम्रो कर्म र राम्रो धर्म गरिदिनुहोस् यो लेक नम्बर 4 कै जस्ट मुनिपट्टि देख्नुहुँदैछ तपाईँले दिस इज लेक नम्बर 5 र यो सबै ओभरअल कम्प्लिट हाम्रो पाँचपोखरी लेकको ट्रेक सबै यो दर्शन देख्यो यसैमा समाप्त हुन्छ वाह लेक नम्बर 5 लकी टु बी हियर साथ दियो लेक नम्बर 5 लेक 4 लेक 3 लेक 2 लेक 1 वाह एन्ड आवर ट्रेक इज कम्प्लिट अब लास्ट
के छ भन्नु कस्तो फिल हुँदैछ 4 को इन्कम्प्लिट आज पुरा गर्नु पाउँदा चाहिँ अब कहीँ पुगेको जस्तो फिल भइरहेको छ अब हुन्छ नि अनएक्सपेक्टेड जग्गामा आइरहेको छ हामी जहाँ जो चाहिँ चाहेर पनि आउनु सक्दैन राइट यहाँ चाहिँ हामी तर आइपुग्यो वेदरले पनि साथ दिइरहेको छ इन्जोय गरिरहेको छ हामीले यहाँको अहिले यहाँको अब ल मेरो पनि बाइट सानो लिनुहोस् त मलाई चाहिँ कस्तो लाग्यो भन्दा धेरै दिन सुनेको तर जान्छु भनेर भनेको पनि थिएन योपालि अब अनसर्टेन जानुपर्ने भयो र जाउँ भन्ने भयो ल जाउँ भनेर कस्तो दसैँको टाइमको खचाखचमा आइपुगेर चाहिँ यो 5 पोखरी दर्शन गर्नु पाउँदा चाहिँ एकदम मलाई खुसी लाग्यो र अब यो मैले केस पालेको पनि 2-3 वर्ष भइसकेको छ यसलाई पनि मैले यो ट्रेक गरेको र सक्सेसफुल कम्प्लिट भएको नाममा चाहिँ मैले यो केस पनि काट्ने मैले उयो गरेको छु एउटा डिसिजन लिएको छु र यसको लागि म थ्याङ्क यू हाम्रो एकदम सिनियर उहाँ गाइड हुनुहुन्छ थ्याङ्क यू सो मच है सबैजनाबाट कथा सुन्दै हामी डे 4 भयो र आउँदाखेरि चाहिँ उहाँको कुरा सुन्दा चाहिँ 13 वर्षदेखि चाहिँ उहाँले चाहिँ यो बाटो हिँडेको रहेछ यहाँदेखि अब भेरागोठ चढाउनु भएको रहेछ यहाँनिर उहाँ मात्र एक्लै एउटा भेरागोठ चढाउने मान्छे हुनुहुँदो रहेछ तपाईँलाई यो जग्गाको बारेमा भन्नुपर्दा हामीसँग यो 4 दिन बितायो कस्तो लाग्दैछ र अब पहिलादेखिको त्यो 13 वर्ष उमेरै ठुटे हापेनमा हिँडेको खाली खुट्टे हिँड्ने भन्ने तपाईँको कथा सुन्दै आउँदाखेरि त्यो र अहिलेको कुरामा अहिले आजको दिनसम्म चाहिँ के कस्तो तपाईँलाई लाग्छ कस्तो लाग्छ राम्रो लाग्छ तपाईँलाई राम्रो लाग्छ है मतलब अरू बेसी केही भन्नु छैन तपाईँलाई त्यति नै राम्रो लाग्छ यो कतिखेप आएर मजा तपाईँले इन्जोय गर्नुभयो हामीसँग आएर यसरी खुसी हुनुभयो तपाईँ सरहरूलाई ल्याउनु पायो घुमाउनु पायो अन्त तपाईँसँग यो के भन्छ कतिखेप आइपुग्नु भयो यहाँ पहिला त कति गिन्ती छैन अनगिन्छ अहिले चाहिँ कतिको ग्यापमा हुनुभयो अहिले पोहोर पनि आयो यसपालि ए पोहोर पनि आउनुभयो यसपालि पनि आउनु यसै साथमा हाम्रो टिममा यहाँ हाम्रो भाइ पनि छ जो फर्स्ट हो र फेरि नयाँ पनि हो हाम्रो हामी सँगसँगैको एकदम मजा आयो भाइलाई कस्तो लाग्यो लु भन्नु त मजा आयो सोचेको थिएँ यस्तो त्यो जग्गा भनेर सोचेको थिएँ यस्तो जग्गा सोचेको थियो फोटो देखेको थियो ल दिस ट्र्याक इज डेडिकेटेड टु माई 11 month इयर ओल्ड सन खेनरा प्योङ्गेल भुटिया जहिले पनि ठुलो भएर यो ब्लग हेऱ्यो भने सधैँ सम्झिनु आई एम अलवेज देयर मेरो नेचर तपाईँको यो जुन चाहिँ नेचर लेक ट्रिज हावा माउन्टेन यहाँ म छु एन्ड टु माई वाइफ लभली वाइफ जमुनाको फेदैमा मनोकामना जमुनाको फेदैमा मनोकामना फेरि वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना बुङको मैना झरे टिस्टा खोला झर्यो काले बुङको मैना झरे पहिले हामी नाच्थ्यौ खेल्थ्यौ पहिले हामी नाच्थ्यौ खेल्थ्यौ माया मुतारो मानिला पारे जमुना जमुनाको फेदैमा मनोकामना लास्ट एन्ड एन्डिङ विथ अ ब्याङ है सर सानो ठेकी काली काठको सानो ठेकी काली काठको ठुलो ठेकी काठको सानो ठेकी काली काठको दिनबाट घुम्दै आउँछ दिनबाट घुम्दै आउँछ जोबन एकै बारको जुनियाबाट घुम्दै आउँछ यो रुटमा चाहिँ सबसे सेफेस्ट पर्सन चाहिँ म हो 5 पोखरी देख्नुभयो भिजुअल तर यहाँ पुग्नु लागि परिश्रम पनि त्यत्तिकै छ यो उकालो इन्क्लाइन चढेर चाहिँ हामी आएको र अब ओह्रालो हामी फर्किँदै छ गीत गाउँदै रमाइलो मन सन्तोक खुसी भएर